पिर्से में क्या हो त अनि जागिर खुसखोरीमा छ नि सारा मार्यौ न अनि हिँड्यो है इतोरो जागिर खुस कहले कुछ दिन की खाटा कर रहा मैं दिया रहा इतोरो ते हो त अनि अनि इडी इडी ढुक्ते जागिर डास्की माथा ने दे बनले अनि म हिँड्या रे चित्त बिकाका त छिने ना कोही अब हिँड्यो बनाइदियो छोरो अनि म हिँड्या त हो नि केही पनि भन्या छैन धेर नकराउ भो झर्कस्या घरको त हुन्छ त अनि फेरि नआएको छ अनि ngap नि उइन हो नि त अनि गोरा ज्याद गान खाङले काहले अनि अरू नि ज्याद पल्टाङ राहरे याले अनि गौरो नि काम छान्ने कुटी भ्याङाङ नुङ्गी पर्ले छरछिमकाङ पूजा पाठ नुङ्गी पर्ले अनि काछिन माडा गाँडे हुन्छ मिर्खाहरू बुरु होटल जाकेमा छान नि त बोइ भनेको तपाईँलाई केही चाहिँदैन मेरो बाउ जति सन्तैको छ र कोही पनि छैन होइन बिहान र दिउँसो चाहिँ चिया चाहिन्छ मलाई आज एउटा गल्ती चाहिँ के भएछ भने बुबा बिहान त चिया ठ्याक्क दिइहाल्छु तर आज चाहिँ म ब्याङ्कमा गएको थिएँ यता गएको थिएँ अनि यसो मेवा काटेर राखिदिएको थिएँ अनि किस्मतले मैले काटेर दिएँ हो नि त नि काटेर राखेर तपाईँ सुन्नु न तपाईँ टोइलेट जानुभएको रहेछ टोइलेटबाट निस्केपछि लु चाहिँ हो अब नाति प्यारो पो रहेछ अब त पाल है किस्मतै हो अनि चिया पो माग्नु पर्यो यो मुला कता गएछ भनेर खोजेको के त्यो पनि कुरा बुझ्छु नि म यसो मजाक पनि गर्छु कहिलेकाहीँ त्यही त अनि म हस्पिटल गएँ आएँ अनि मेवा काटिदिएर राखेँ अनि हजुरबा तपाईँ टोइलेट जानुभएको रहेछ मेवा दिए है बाजेले म त तल आराम गर्छु भने म पनि 56 वर्षको भइसकेँ भने अनि यो पनि 1:30 बजे उसलाई पनि हस्पिटलको उठ्यो अनि म ठ्याक्क तपाईँले उसले मेवा दिएँ अनि दिएँ मैले फोन मेवा दिस् बाजेलाई भनेको दिएँ भनौँ अनि म तल आराम गरेर अनि 3 बजे आएँ अनि मलाई चिया खान मन लागेको थियो तिमीहरू कहाँ गयो भन्नुभयो चिया दिएँ अनि काम हुँदैन त बाबा काम त हुन्छ नि त अनि त्यहाँबाट अनि यसले मेवा दियो कि दिएन भनेर फोन गरेँ मेवा त मैले दिएको भने अनि त्यसपछि मैले तपाईँले चिया खुवाएँ अनि खाजा खुवाएँ अनि फेरि करेला मनपर्छ खोज्न गएँ अनि त्यही बेला तपाईँले चाहिँ किसिमले कहाँ गयो भन्नुभयो अनि त्यस्तै हो त्यो पनि तपाईँसँग रिसाएको होइन क्या तपाईँ नसिआउनु न त्यो होइन कि अब तपाईँ सन्चै हुनुहुन्छ मेरो बुवा 90 वर्षको मान्छे अहिलेसम्म एउटा सिटामल खानु भएको छैन अहिले पनि तक्रै हुनुहुन्छ तर म पनि जतिखेर बन्न सक्छु त कहाँ हुन्छ नि त करेला तरकारी झुन्ड्या म त्यतिकै हो त करेला तरकारी झुन्ड्याउँदै आएको हो नि त अनि रिसाउनु चाहिँ हुँदैन क्या बुबा त्यही नरिसाएर मेरो बुबा 90 वर्ष बाँच्नुभयो अब 110 वर्ष बाँच्ने हो क्या बुबा त्यो क्षमताको दामी के भन्छ त्यसले जोखना सखना हेरेको होइन सो यताबाट जाँदाखेरि उहाँ निस्क्यो भोलिपल्ट पो त यसो हेऱ्यो त्यो के गर्यो त्यसले अनि बुढो ठ्याक्कै अब 7 वर्ष चाहिँ बाँच्नु हुन्छ भन्छ यत्रा बाँच्छु मुला भने त्यतैबाट गएको रहेछ अनि बाबा अनि तपाईँ 90 वर्ष हुनुभयो अनि 7 वर्ष बाँच्दा 97 भयो त हौ काको 90 वर्ष पुग्छ 89 त हो त 89 मा त बल्ल लाग्यो अनि 1 वर्षको त फरक हो त हौ मेरो बुबा बल्ल लाग्यो अनि 89 वर्ष हुनुभयो अनि 1 वर्ष कम त हो त 90 अनि 97 वर्ष भन्दाखेरि तपाईँ अब 8 वर्ष बाँच्नु पर्यो अन्त त हामीले त्यसो भन्यो हो उसले त अब घरिघरि यार आइरहन्छ तपाईँलाई गाह्रो भएर कहाँ खोकेको त होइन नि जाडोले आमामामा तपाईँ कति भाग्यमानी हो बुबा नातिहरूले कति माया गर्छ आमै किस्मत एकदिन हराउँदा त आज बाबै त बाउलाएर किस्मत कहाँ गयो भन्छ बरा बिचार अनि मलाई नि अनि गाकेर झोकेछ क्या पोइ फेरि यहाँ के भन्यो भन्नु होला मलाई नि झोक चल्यो म पनि बाहिर
अफिस गएँ आएँ खुवाएँ अनि किस्मतै खोइ कि खोइ भन्नुभयो अनि उहाँले चाहिँ चिया खानु मेरो बुबाले चाहिँ यतातिर जान्छ है भन्यो हात म खोज्ने पनि होइन नि पहिला ब्याङ्कमा जाँदा त बुबा आज तपाईँ यहाँ बस्नु भित्र बस्ने कि बाहिर बस्ने हो भनेपछि म बाहिर बस्छु भन्नुभयो अनि हामीलाई नि त्यो पनि यहाँ जान्छ कहाँ जान्छ होइन तपाईँले भनेको आएको हो नि त बाबा तपाईँलाई भनेको आएको हो एकछिन जान्छु बाहिर भनेर अनि आधा घन्टामा हुन्छ भने भएको ब्याङ्कको काममा गएको अनि ब्याङ्कले 4 घन्टा लाउँछ अनि त्यो पैसा चालेपछि त निस्किनै नपाउनु भनेर यसरी ढिलो हुन्छ होला भन्यो न त अनि जहाँ गयो नि त्यस्तै हो के बाबा त्यस्तै हो नरिसाउनु यस्तो दुःख पाएको अनि आएर म त त्यो ब्याङ्कमा त त्यो सबै कस्तो रहेछ भने नि त्यो कति वर्षदेखि खाता नचलाएको अनि त्यो चाहिँ पैसा चाहिँ अब त्यो भित्रमा बन्द गरेन अथवा एक्टिभ गरेन केआइसी फर्म भरेन भने सिज गर्छ भनेपछि म कुनै दिन इन्सुरेन्समा काम गरेको थिएँ त्यो इन्सुरेन्सको चाहिँ मेरो इन्सुरेन्सबाट कहिले तलब आउँदैन कमिसन खाने हो बुबा तर कम्पनीले दिने हो मान्छेले भन्छन् हो मैले यसलाई इन्सुरेन्स गरेँ अनि मेरोबाट खायो भन्छन् त्यो होइन कम्पनीले दिन्छ त्यही बेलामा खोलेको अनि त्यो 10-15 हजार कति छ भनेर त्यो पनि सरकार लाने भएछु म कुदेर गएँ मलाई 4 घन्टा लाग्यो के दोष त बुबा मेरो अनि आएँ अनि मेवा काटेर दिएँ अनि यो यसको पनि स्किनको देखाउनु पर्ने अनि गयो अनि मलाई भने आराम गर्नु मन लाग्यो तल अनि त्यो मेवा चाहिँ काटेर दिए भने दिए छोर अनि मेवा काटिदिइराखेर गएँ अनि मलाई भने अलिकति आराम गर्नु मन लाग्यो सुतेँ अनि 3 बजे खाजा खुवाउँछु भन्दा त मेरो बाबा त घमन झाम जस्तो भएर रिसाएर पो बसिएर रहेछ त्यस्तो चाहिँ रिसाउनु हुँदैन है बुबा नरिसाउनु तपाईँले औषधि गरिन झिजो लाग्यो आजलाई भयो है तर नरिसाउनु है त्यो चाहिँ होइन नि ल है त ल अब भोलि किस्मतै जान्छ अनि भोलिदेखि म सुत्छु तपाईँसँग अनि तपाईँले जे गर्ने भयो नि मलाई भन्नु मेरो बुबा फेरि सबै होस्टेज सबै छ 90 वर्षको बुबा होइन मेरो बुबा त इन्डियन आर्मी हो आर्मीले अब टेर्छ हौ अरूलाई अब उहाँ नाति छ कि यता यहाँ देखाउँछु नि नाति अनि हेर्नु न हाम्रो बुबाको छोरी हाम्रो 5 कन्या भए पनि नातिहरूले यति माया गर्छ यता पनि देखाउँदैछु अनि कोही डाक्टर छन् कोही डाक्टर छन् होइन बुबा कोही डाक्टर छन् कोही जापान छन् कोही क्यानाडा छन् कोही अस्ट्रेलिया सबै तक्डा अनि मेरो बुबालाई मैले 1 रुपियाँ खर्च गर्नु पर्दैन मेरो बुबाको चाहिँ आफ्नै पेन्सन आउँछ अब अरूका छोराछोरीले चाहिँ पेन्सन कप्लक्क खाएर वृद्ध आश्रममा पठाउँछन् होला हामी त त्यसो गर्दैन हाम्रो बुबालाई अनि तर आज चाहिँ कता भने नि साथीहरू आज चाहिँ ब्याङ्कमा गएको थिएँ 4 घन्टा लाग्यो अनि बुवा चाहिँ रिजार्भ भन्नुभएको क्या आउने बेला भयो वृद्ध भत्ता त्यही त वृद्ध भत्ताको आशै नगर्नु न 35-40 मलाई थाहा हुन्छ नि त त्यहाँ हो त आउँछ त हो त दिनु नि पर्यो नि हामीले कर तिरेछौँ यो महिनाको अन्तिममा आइहाल्छ हो त बुबा हो अनि हेर्नु साथीहरू मेरो 90 वर्षको बुबा भोलि आमा छोरी बाबा छोरीको फोटो पनि खिचेर हालौँ ल आज चाहिँ बुवाको मात्रै भिडियो बनाउँदैछु हाम्रो बुबा तक्रा हुनुहुन्छ अनि हाइसमा बसेर आउनुभएको क्या उहाँबाट अब पिलनमा आउँदा पनि यस्तो हुन्छ नि त साथीहरू धनकुटामा आउँदा गाडी रिजर्भ गर विराटनगर आऊ आफ्नो गाडी छैन त्यहाँबाट आऊ मेरो बुबा यस्तो धनकुटादेखि हाइसमा आएर बस्नुभएको आइपुग्नु भएको मेरो घरमा कम्ती खुसी लागेन 90 वर्षको मेरो बुबा खुसी हामीले माया त गरेको छ नि है बाबा गरेको छ कि छैन हौ छोरीहरूले बुवालाई निना लाग्यो है ल है त अब भोलि फेरि गफ गरौँ ल अब सुतौँ ल अब चाहिँ नकरा है ल